जय मिसी सालोम आशा गर्छु सबैजना आरामै हुनुहुन्छ। आज म तपाईँहरूलाई एउटा यस्तो महत्त्वपूर्ण वचन बोल्दैछु नि। आज यो वचन तपाईँको लागि पनि हो, मेरो लागि पनि हो। त्यसैले यिर्मयाको 15 को चाहिँ 19 मा यस्तो मिठो वचन लेखिएको कारण परमप्रभु यसो भन्नुहुन्छ, यदि तैँले पश्चाताप गरिस् भने म तँलाई फेरि स्थापित गर्नेछु कि तैँले मेरो सेवा गर्न सकोस्। यदि तैँले चाहिँदो कुरा बोलिस् र व्यर्थका कुरा गरेनस् भने त मेरो वक्ता हुनेछस्। अनि तिनी मानिसहरू तँतिर फर्किनेछन् तर तँ चाहिँ तिनीहरूतिर नफर्किनु भनेर परमप्रभुले भन्नुभएको छ। यदि प्रभुले के भन्नुहुन्छ, चाहिँदो कुरा मात्रै। आज कति मानिसले नचाहिँदो कुरा बोलेर तिनीहरूको आशिषहरू बन्द भएको छ मेरा प्रियहरू। नचाहिँदो कुराहरू बोलेर, नबोल्ने कुराहरू बोलेर नि तिनीहरूको आशिषहरू बन्द भएको छ के हैन। चाहिँदो कुरा नबोलेर केवल केवल परमेश्वरद्वारा मात्रै बोल्ने कति मानिसहरू आफ्नो तरिकाले भविष्यवाणी गर्दैका हुन्छन्, आफ्नो तरिकाले अगमवाणी गर्दैका हुन्छन्। त्यो परमेश्वरलाई कदापि मन पर्दैन मेरा प्रियहरू, एक रड्डी मन पर्दैन। केवल चाहिँदो कुरा कति मानिसहरूले नि प्रभुको काम पनि गरेका हुन्छन् तर त्यसै साथसाथमा अन्य भाषा पनि बोलेका हुन्छन्, त्यही साथसाथमा गाली गलोज पनि निस्केको हुन्छ। त्यो परमेश्वरलाई कदापि मन पर्दैन, किनकि परमेश्वरले सिकाउनु भएको होइन त्यो शब्दहरू, सबै संसारबाट आएको गाली गलोजहरू हो। केवल परमेश्वरले भन्नुभएको छ, चाहिँदो कुरा बोलिस् भने मात्रै त मेरो वक्ता हुनेछ र तँले पश्चाताप गरिस् भने। आज तपाईँ हाम्रो जीवनमा यो सबै कुरा खाँचो छ, त्यसैले आज नै हामी पश्चाताप गर्न जरुरी छ। आमीन।